सर्वप्रथम मैले तपाईँलाई हेर्ने देखाउन सक्छु, हेर्ने तपाईँले हेर्न सक्नुहुन्छ। अहिले जुन मेरो अर्को आइडी छ त्यो अर्को आइडीमा तपाईँको फलोवर हेर्नुहुन्छ भने 14,000 भन्दा मात्र फलोवर छ। अथवा त्यहाँ भित्र गएर तपाईँ प्रोफाइलमा गएर तपाईँले भित्र प्रोफेसनल ड्यासबोर्डमा जानुभयो भने तपाईँको त्यहाँनिर भ्यू 9,000 मात्र भ्यू छ अनि 14,000 मात्रै फलोवर छ। अनि तपाईँको जुन तपाईँको अहिलेको समयमा कन्टेन्ट मोनेटाइज सेटअप पाउनुको लागि 10,000 फलोवर्स प्लस 1,50,000 भ्यू चाहिन्छ। अनि तपाईँ त्यहाँनिर भित्र गएर हेर्नुभयो भने त्यहाँनिर मोनेटाइज भित्र जानुभयो भने तपाईँको 10,000 फलोवर्स चाहिँ पुगेको छैन, 5,000 मात्र फलोवर छ। अनि 5,000 फलोवर छ अनि 1,50,000 भ्यू चाहिँ त्यहाँनिर टिक लागेको छ। अनि यतातिर अगाडि हेर्नुहुन्छ भने तपाईँको मात्र 9,000 भ्यू छ। अनि पछाडि हेर्नुहुन्छ भने तपाईँको 10,000 फलोवर्स। हेलो दर्शक नमस्ते सबैजनालाई, आई होप सबैजना सन्चै र आराममै हुनुहुन्छ होला। साथीहरू सधैँ चाहिँ आज पनि मैले एकदमै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। यदि जुन भिडियो हजुरहरू अन्तिम समय हेरेर साथ सपोर्ट दिनुभयो भने आजको भिडियोबाट हजुरहरूले फेसबुक कन्टेन्ट मोनेटाइज सम्बन्धी सम्पूर्ण जानकारी चाहिँ आज यही भिडियो मार्फत चाहिँ हजुरहरूले पाउनुवाला छ। सर्वप्रथम मैले तपाईँलाई हेर्ने देखाउन सक्छु, हेर्ने तपाईँले हेर्न सक्नुहुन्छ। अहिले जुन मेरो अर्को आइडी छ त्यो अर्को आइडीमा तपाईँको फलोवर हेर्नुहुन्छ भने 14,000 भन्दा मात्र फलोवर छ। अथवा त्यहाँ भित्र गएर तपाईँ प्रोफाइलमा गएर तपाईँले भित्र प्रोफेसनल ड्यासबोर्डमा जानुभयो भने तपाईँको त्यहाँनिर भ्यू 9,000 मात्र भ्यू छ अनि 14,000 मात्रै फलोवर छ। अनि तपाईँको जुन तपाईँको अहिलेको समयमा कन्टेन्ट मोनेटाइज सेटअप पाउनुको लागि 10,000 फलोवर्स प्लस 1,50,000 भ्यू चाहिन्छ। अनि तपाईँ त्यहाँनिर भित्र गएर हेर्नुभयो भने त्यहाँनिर मोनेटाइज भित्र जानुभयो भने तपाईँको 10,000 फलोवर्स चाहिँ पुगेको छैन, 5,000 मात्र फलोवर छ। अनि 5,000 फलोवर छ अनि 1,50,000 भ्यू चाहिँ त्यहाँनिर टिक लागेको छ। अनि यतातिर अगाडि हेर्नुहुन्छ भने तपाईँको मात्र 9,000 भ्यू छ। अनि पछाडि हेर्नुहुन्छ भने तपाईँको 10,000 फलोवर्स पुगेको छैन तर 1,50,000 भ्यू चाहिँ कम्प्लिट भएको छ। अनि तपाईँको यहाँनिर के बुझ्नु पर्छ भने चाहिँ तपाईँको यहाँनिर चाहिँ जुन 1,50,000 भ्यू छ त्यो चाहिँ तपाईँको नर्मली 1 महिना अगाडि मैले कम्प्लिट गरेर टिक लागेको थियो। अनि जुन तपाईँको फलोवर्स थियो, फलोवर तपाईँले देख्न सक्नुहुन्छ 5,000 समथिङ फलोवर थियो। अनि त्यो फलोवर्स कम्प्लिट नभएको कारणले गर्दाखेरि अनि जुन मैले तपाईँ 14,000 फलोवर्स कम्प्लिट गरेको प्रोभाइड गरेको। अनि जुन तपाईँको अहिले मोनेटाइज गर्नुको लागि जुन तपाईँ क्राइटेरिया 6वटा क्राइटेरिया मध्येमा 5वटा क्राइटेरिया ठिक लागिसकेको छ। अनि मात्र अब तपाईँको जुन तपाईँको भ्युजको लागि मात्रै जुन तपाईँको फलोवर्सको मात्रै तपाईँको प्रक्रिया बाँकी छ। त्यो फलोवर्सको प्रक्रिया कम्प्लिट गर्नुको लागि जुन तपाईँले मैले प्रोभाइड गरिसकेँ। अनि प्रोभाइड गरिसकेपछि अब धेरै भन्दैन मात्र 2 देखि 3 घन्टा भन्छु, त्यो 2 देखि 3 घन्टामा चाहिँ 10,000 फलोवर्स कम्प्लिट हुन्छ। अनि जुन तपाईँको 10,000 फलोवर्स कम्प्लिट हुने बित्तिकै जुन तपाईँको 6वटा क्राइटेरिया सबै ठिक लाग्यो भने मलाई चाहिँ कन्टेन्ट मोनेटाइजेसन सेटअप आउँछ। अनि अहिलेको समयमा जति पनि तपाईँको जुन क्राइटेरिया तपाईँको आइडीमा यदि मागेको छ, तपाईँको 10,000 फलोवर्स मागेको छ र 1,50,000 भ्युज मागेको छ। अनि त्यो तपाईँले पुर्याउनुको लागि तपाईँले अरूको भिडियोहरू फोटो तपाईँ डाउनलोड गर्नु पोस्ट गर्नुभयो, तपाईँ जताभावी तपाईँ अरूको भिडियोहरू पोस्ट गरेर तपाईँले भ्युज र फलोवर्स ल्याउनुहुन्छ भने तपाईँको डाइरेक्ट तपाईँ कन्टेन्ट मोनेटाइज सेटअप दिँदैन। के गर्छ भने तपाईँको ओएटिसमा राख्छ। अहिलेको समयमा धेरै जसो मान्छेको प्रब्लम के आएको छ भने तपाईँको 10,000 फलोवर्स पनि पुर्याउनु भएको छ अनि 1,50,000 भ्युज नागिसकेको छ। अनि सबै क्राइटेरिया ठिक लागेर पनि तपाईँको जुन सेटअप आउने ठाउँमा तपाईँको ओएटिसमा आइडी राखेको छ भने यसको मतलब तपाईँले यदि लाइभ बस्नु सक्नु भएन, यदि ओरिजिनल कन्टेन्ट राख्नु सक्नु भएन, आइडीलाई तपाईँ ग्रो गर्नु सक्नु भएन भने तपाईँको ओएटिसमा राख्यो भने तपाईँले जति पनि क्राइटेरिया पुरा गर्नु त्यो क्राइटेरिया पुरा गरेर तपाईँको कन्टेन्ट मोनेटाइज सेटअप कोही माइकको लागि ल्याउन सक्दैन। त्यसको लागि फेसबुक जुन तपाईँको मेटा टिमले हुन्छ त्यो टिमले मात्रै तपाईँलाई ओन्ली इन्भाइट भने आउँछ, तपाईँ इन्भाइट हान्छ। त्यही भएर तपाईँले यदि 10,000 फलोवर्स र 1,50,000 भ्युज पुऱ्याउनु साथ तपाईँले अगाडि नै एक्टिभ राखेर अगाडि बढ्नुभयो भने तपाईँले सजिलैसँग कन्टेन्ट मोनेटाइज सेटअप चाहिँ पाउन सक्नुहुन्छ र पाएर तपाईँ राम्रोसँग फेसबुकबाट आम्दानी गर्न सक्नुहुन्छ। र अहिलेको समयमा मलाई धेरै जसोले मेसेज गर्नुहुन्छ, सर मेरो 10,000 फलोवर्स पुगेको छैन के गर्ने होला, 1,50,000 भ्युज पुगेको छैन के गर्ने होला, मैले यति मिहिनेत भइसक्यो, यति मिहिनेत गरेको छु, यति महिना भइसक्यो मेरो सेटअपै आएको छैन भनेर धेरैजनाले मलाई बारम्बार मेसेज गर्नुहुन्छ। र तपाईँलाई म के भन्छु भने तपाईँले मिहिनेत गर्दा अहिलेसम्म 10,000 फलोवर्स कम्प्लिट भएको छैन र 1,50,000 भ्युज कम्प्लिट भएको छैन भने तपाईँले मलाई मेसेज गर्नुभयो भने तपाईँलाई म जुन ग्रुपबाट प्रोभाइड गर्ने हो अर्ग्यानिक तरकारी मैले तपाईँको दिने हो। अनि 10,000 फलोवर्स कम्प्लिट गर्नुको लागि 2 घन्टामै कम्प्लिट हुन्छ भने 1,50,000 भ्युजको लागि चाहिँ 24 देखि 25-26 घन्टामा चाहिँ तपाईँको कम्प्लिट हुन्छ र तपाईँको फुल मोनेटाइज हामीले गरिदिन्छौँ। र तपाईँले मलाई मेसेज गर्नुभयो भने तपाईँले धेरै भन्दिनँ, तपाईँ 2 दिन 3 दिनमा तपाईँको आइडी चेक गरेर मोनेटाइज गरिदिन्छौँ भन्दै आजको भिडियोबाट यही अन्त्य हुन चाहन्छु। हवस् त नमस्ते, धन्यवाद।